राधे राधे नमस्कार सबैजनालाई। र आज चाहिँ यसरी बैगुन अस्ति गोडेको देखाएको थिएँ र अलिअलि फेरि जङ्गल आएछ हो। यत्रो यत्रो भयो बैगुनहरू हो। बैगुनको फुली अब 10-15 दिनमा त रोप्ने भइहाल्छ हो। यसो जङ्गलहरू उखल्दै गरेको नि टाइम पाएको बेलामा यसो हेरविचार गरेन भने त हुँदैन साथीहरू। गर्दै गर्नु पर्यो हो। गऱ्यो भने हुने हो। अस्ति पनि गोडेको थियो हो र आज पनि जग्गा जग्गामा बाक्लो परेछन् हो। जग्गा जग्गामा पातलो परे छरेको थिएँ र पनि भइहाल्छ। यिनीहरूलाई सारिदिनुपर्छ र यसरी नै गरिँदैछ साथीहरू। बैगुन गोडाइ हुँदैछ। अब भोलिबाट फेरि 2टा ट्र्याक्टर चल्छन्। आज बेलुकासम्म बनिन्छ एउटा ट्र्याक्टर। माइला भिनाजको पनि मै चलाउँछु र ट्र्याक्टरको पनि काम, खेतीको पनि काम गर्नेछु साथीहरू। भ्याउँदा भ्याउँदा खेतीमा पनि गरिन्छ। खेती त छोडिँदैन। ट्र्याक्टर हेर्दा यसै अब खेती नै गर्नको लागि हाजिराहरू लाउनलाई यसो निस्किन्छ भनेर मात्रै हो। यसरी गरिँदैछ साथीहरू। त्यस्तै छ र त्यसरी नै खुन्द्री उताखेरि रोपेको थियो कि यिनीहरू ठिकै छन्, हरियै छन्, उम्रिन हार्दैछन्। जराहरू टेक्दैछन् खनेर हेरेको थिएँ मैले। 10 ज्याङ रोपिरहेको थिएँ यसरी नै। यहाँ एउटा, त्यहाँ एउटा, वहाँ एउटा, त्यसरी 5वटा एक लाइनमा गरेर 10वटा रोपेको थिएँ। वहाँ पल्लो छेउमा 2टा चाहिँ मरेछन् कि। र यो खुन्द्री कसरी रोप्छु त्यो देखाउने छु त तपाईँहरूलाई। यत्र 2टा काटेँ हो। यहाँ पेदाबाट काटेँ। अब यसलाई यता लिएर जान्छु जहाँ रोप्ने ठाउँमा। यहाँ अस्ति रोपेको थियो, यहाँ पनि रोपेको हो। ठिकै छ। जरा निस्किँदैछन्। अस्ति यहाँ खनेर हेरेको थिएँ मैले हो। हरियै छन् सबै हेरेँ मैले। यहाँ र उठ्यानेरि चाहिँ मरेछन् कि। उता पनि ठिकै छन्। अब 2-4 दिनमा निस्किन्छन् बाहिर। भित्र चाहिँ जरा टेक्दैछन्। र अस्ति मैले यहाँ यसरी गोबर र माटो मिक्स गरेर रोपेको थियो र यसलाई अलिक तले रोपिदिन्छु। तलभन्दा पनि धेरै तल त होइन, यसरी हो। यो जरो भयो नि। खाल्डो यत्तिको बनाएँ हो। अनि त्यहाँबाट यो जरोलाई चाहिँ यसरी हो, जरोलाई यसरी भित्रै हाल्नुपर्छ। अलिकति देखाउँदा नि हुन्छ, नदेखाउँदा नि हुन्छ। यो जग्गा थाहा छँदैछ मलाई हो। जग्गा चाहिँ थाहा हुनुपर्छ कहाँ रोपेको छ भनेर। यो उम्रिहाल्छ। र त्यसरी नै अर्को पनि रोप्नेछु र अरू के गर्नेछु देखाउँदै गर्नेछु साथीहरू। आज यसो फ्री भएको दिनको काम त्यहाँ रोप्नेछु। अब यो रोप्यो, अब पानीले छ्याप्पै भिजाइदिनुपर्छ। त्यसरी नै त्यहाँ पनि भिजाइदिनुपर्छ। अहिले पानी पनि सबैतिर हाल्नुपर्ने। यो पानी त आयो, आउन त अलिअलि सिमसिम हो। यो सुक्खै छ। लाउको फुली हो। आउँदैछन्, निस्किँदैछन्। यो लाउ ड्याम्मै हुन्छ। यहाँ लाउ नै लाउ। बारी त कति खेप देखाउनु तपाईँहरूलाई। अब अलिक ठुल्ठुलो भएपछि देखाउन पनि मजा आउँछ। बेला बेला देखाउँदै गर्नेछु। र यसरी पानी पनि हाल्न थालियो। यस्तो माटो, सुक्खा माटो चाहिँ हो। यस्तो छ्याप्पै पानीले भिजाइयो। बैगुन अघि गोड्दै गरेको ठाउँमा हो। यसरी पानी हालियो भने चाहिँ 15 दिन 10-12 दिन भएको थियो, भ्याएको थिइनँ हो। आज हालियो। अब मजाले शान्तिले बढ्छन् कि। कति शान्ति भयो होला तिनीहरूलाई पनि। यस्तो सुक्खा थियो हो पानी हाल्दाखेरि हो। त्यसरी हालिँदैछ। छोटे भाइ हो त्यो हाल्दैछ, म यता हाल्दैछु हो। यो सबमा हालिन्छ। आज निकै दिन भएको थियो।
त्यस्तै छ है आजको लागि चाहिँ यति नै होला है साथीहरू। रात पनि पर्न आँट्यो। कुद्दा 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 अहिले भर्खर 2 बजीदेखि त थालिएको यताउता हो। यस्तै गरिँदैछ, देखाउँदै गर्नेछु हो साथीहरू। यस्तै छ है।